अहिले एउटा चेलीलाई 70 लाख रुपियाँ ठगेछ। तपाईँहरू पनि सावधान हुनुहोला। टिकटकमा, व्हाट्सएपमा, फेसबुकमा, इमोमा तपाईँलाई म्यासेज आउला हैन? डाइरेक्ट सिममै तपाईँलाई म्यासेज, कलहरू आउला, तपाईँलाई फकाउला, फसाउला हैन? तपाईँलाई यति लोटरी लागेछ भन्ला हैन? स्क्यामर हुन् यिनीहरू सबै। एकदम सावधान हुनुहोला। पैसा माग्छन् यिनीहरूले। तपाईँले आज तपाईँलाई 20 लाखको लोटरी परेको छ, 10 लाखको लोटरी परेको छ भन्ला कसैले हैन? कसैले चाहिँ अब डर धम्की देला, यति पैसा पठाउने हो पठा नत्र जेल हालिदिन्छु भन्ला। तपाईँहरू सावधान रहनु होला है। आफूले मेहनत गरेको पैसा त यहाँ पाइँदैन अहिलेको जमानामा। भनेपछि तपाईँलाई त्यति पैसा कसैले दिँदैन हैन? तँलाई 20 लाख रुपियाँ फस्यो, ल मलाई तैँले 1 लाख रुपियाँ हालिदे, हामीले यता के अरे कागजपत्र मिलाउँदैछौँ अनि त्यसपछि तँलाई पैसा हालिदिन्छु भन्छ कसैले हैन? कसैले भिडियो कल गरेर नि कुरा गर्छ कसैले। यसमा तपाईँहरू नआउनु होला, नफक्किनु होला। तपाईँले यति पैसा फस्या छ है तपाईँको सिम नम्बरमा भन्न सक्छ हैन? कहिले पनि सावधान हुनु होला। पैसा भन्ने कुरा मान्छेले अहिले स्क्याम यस्तो उम्रिया छ कि च्या उम्रिया जस्तो स्क्यामरहरू भइरहेछ। तपाईँहरू एकदम सावधान हुनु। पैसा भन्ने कुरो कसैलाई दिने काम बिल्कुलै नगर्नु होला। चाहे 500 मागोस्, चाहे 1000 मागोस्, चाहे लाख मागोस्, पैसा भनेको माग्ने कुरा होइन। एउटा चेलीले 70 लाख रुपियाँ फसाएछ यार। कस्तो मान्छे होला 70 लाख रुपियाँ दिएको। सावधान, धेरै सावधान हुनुपर्छ। कोही पनि सोझो मान्छेलाई हैन यिनीहरूले प्लानिङ गरेर फसाउन खोज्छन्। तपाईँले कसैलाई आफूलाई त्यस्तो भरि आइहाल्यो भने पनि कसैलाई सोधिहाल्नु होला, कसैलाई भनिहाल्नु होला यो मलाई यस्तो आएको छ, यो के हो भनेर सोध्नु होला जान्ने बुझ्ने मान्छेलाई। पैसा चाहिँ कसैलाई नदिनु होला। दुःख गरेर कमाएको पैसा हुन्छ, फस्यो भने खतम, ज्यानै जानेसम्म। अब 70 लाख रुपियाँ फसिरहेछ, त्यो पैसा कहाँ निकाल्ने हैन? क्युआर पनि कति धेरै दिएको रहेछ। तपाईँलाई नै आउन सक्छ, मलाई नै आउन सक्छ। सावधान, कोही पनि नफस्नु होला।